क्वालिटी दामी छ यो जुत्ताको चाहिँ गिभ अवेमा अहिलेलाई चाहिँ हामी सुकाउँदैछौँ प्रिन्ट गर्यो जान्छ कि जान्दैन हैन कमेन्ट डाउन विच एनिमे यो हो आई निड सम डोप प्लेटफर्म ब्रो लुक एट द नेम ब्रो यामा बुद्ध स्केट पार्क मान्छेलाई ट्याटु हान्न मन छ भने चाहिँ इङ्कहलिक स्टुडियो है लास्ट स्टेप भनेको चाहिँ यो एक्रिलिक फिनिसर हो नयाँ देखिरहेको जुत्ता त सब्स्क्राइब गर्नु पर्दैन एउटा है तिमीहरूले भर्खर मेरो त्यहाँ रिल्स पनि हेऱ्यो होला होइन गएर हेरिहाल है पेट्रोलको सर्टेज यस्तो दुःख छ है अनि म त्यहाँ पेट्रोल हालेँ होइन कति यसो 1000को पेट्रोल हालेँ होइन अनि सर लाएर यहाँ म साथी भाटामा आइसकेँ साथीको चाहिँ यहाँ पासपोर्ट बनाउनु पर्ने भएर होइन अलिकति मिस्टेक गर्दो रहेछ सरकारी काममा यस्तै हो होइन अझ तपाईँहरूले इक्जामको लाइक हुन्छ नि त्यो सर्टिफिकेटहरू लिन जानु भयो भने त त्यस्तै एउटा स्पेलिङ मिस्टेक भयो भने त्यो सच्याउन 150 रुपियाँ अनि तपाईँको भनौँ न हरेक सेमिस्टरको 300 अनि यहाँ खैरे छ खैरे के भएर तिम्रो पासपोर्ट यस्तो होइन अब होइन अब हामी चाहिँ सदरमुकाम जानुपर्छ क्या पासपोर्ट लिन पनि होइन गाउँमा अनि गाडी छुट्ला भन्ने डर भनेर 3 महिनापछि पासपोर्ट लिन गएको अनि पासपोर्ट लिएर आएर 2टा देश गएर आएर होइन अहिले पो थाहा भयो भने अब त्यो मिस्टेक भएर भनेर डेट अफ बर्थ मिस्टेक गर्दै रहेछ होइन 17,000 लागिरहेछ होइन बनाउन पनि त्यो राइट सो तपाईँहरू चाहिँ नयाँ केही लिँदाखेरि चाहिँ एकदम सामानहरू लिँदाखेरि चाहिँ टक्क लाएर मजाले चेक गर्ने होइन टेक योर टाइम एन्ड होस् होइन त्रिपुरेश्वरमा होइन यो तर पार्किङको नि अलिकति महँगो रहेछ 30 रुपिस पर आवर इज टु एक्सपेन्सिभ है गाह्रो छ त्यो आन्टीले हेर्नु भएको छ पार्किङको त्यो परको आन्टी हो होइन अहिले चाहिँ हामी यहाँ राजधानी विभाग त हो नि यो राजधानी विभाग हो यो ल भयो धेरै नबोलौँ धेरै लामो हुन्छ भिडियो र यसपछि म लाग्नेवाला छु उता होइन पढ्यो न यसपालि बाँकी छ यसपालि म लाग्नेवाला छु यहाँ हाम्रो साथी ब्राउनी किक्स प्लग्स के भन्ने ठाउँमा जाँदैछु त्यो ठाउँ रहेको छ हात्तीगौडाबाट अलिकति माथि सुन्दर बस्ती भन्छ त्यसलाई टक्क लाएर आन्टी हाँस्दै जाँदै हुनुहुन्छ यो आन्टीले गरेर मैले पार्किङ यता हाले हो नत्र म घरमै लगेर राख्थेँ होगी गाउँ टाइप सेट अनि त्यहाँ जान्छु होइन अनि मेरो जुत्ताको चाहिँ अलिकति पेन्टिङ हान्नेवाला छु कलर गएको छ है किनकि त्यो जुत्ताको एकदमै माया लागिरहेछ मलाई किनकि मास्टर कपी हो त्यो जुत्ताको 20-25 हजार पर्छ होइन नट एन्ड जोक बिग टक होइन छोडिदियो कति माया हुन्छ जुत्ताको भनेर जुत्ताको कति मैले कति माया गर्छु यार जुत्ताको यार हाकुले चाहिँ जुत्तालाई यस्तो माया गर्छ यहाँ होइन यस्तो भएको छ क्या यो चिसै छ होइन यो जुत्ता के भएको छ अरे खैरे भनिदेऊ त यहाँ यो अर्कोको अलिक धेरै गएको छ यसको अलिकति कम गएको हो होइन सुज होइन 1 वर्ष 1.5 वर्षै भइसक्यो यो सुज लाग्यो होइन अलिकति यहाँ कलर यस्तो भएर आज बनाउनेवाला छ र हामी अब सिधै उतै गएर भेट्नेवाला छु है त यहाँ पार्किङको पैसा तिरेर निस्किनु पर्ने हुन्छ मात्र 30 रुपैयाँ छैन कति दुःख छ केटा हो ल केटा है आज चाहिँ म यहाँ कहाँ आइसकेको छु भन्दाखेरि हाम्रो ब्राउनीको मा छ होइन यहाँ चाहिँ जस भनौँ न एउटा सानो काम थियो त्यही भएर आएको के काम हो हामी देखाइहाल्छ होइन उसले नयाँ आफ्नै एउटा बिजनेस सुरु गरेको छ होइन किक्स प्लग भन्ने छ होइन लिङ्क यहाँ भइहाल्छ तपाईँहरूले गएर इन्स्टा टिकटक फेसबुक सब सोसल साइटतिर फलो गर्न सक्नुहुन्छ र हामीसँग सुरुमा यहाँ हाम्रो यहाँ ब्राउनीलाई देखाउँछु ब्राउनी यो आज दामी गर्नुपर्छ है त दामी गर्नुपर्छ ल अर्को यहाँ हामीसँग यहाँ आरपी मलाई जे छ मनमा लागिरहेको कुराहरू चाहिँ यसो एउटा दुइटा होइन अब यसो सोधौँ होइन ब्राउनलाई कामहरू कसरी भइरहेछ होइन के कस्तो भइरहेछ भनेर होइन तिम्रो अहिले कामहरू के कस्तो भइरहेछ भनौँ न कामहरू ल म लाइक I'll start with the introduction है त ब्लगमा चाहिँ हामीले के गर्छ भन्दाखेरि लाइक वी कस्टम लाइक whatever you want लाइक हुन्छ नि अब सपोज लाइक हाकु वान्ट सम लाइक हुन्छ नि उसलाई अब केहीको चाहियो भने होइन लाइक बाइकहरूको अथवा लोगोज होइन उसलाई मनपर्ने क्यारेक्टर होइन लाइक मुभी सेट जे भयो भने लाइक वी लाइक ब्रिङ इट अन द सुज होइन लाइक जुत्तामा लाइक आर्ट गरेर हुन्छ कि स्टिच गरेर हुन्छ कि एम्ब्रोइडरी गरेर हुन्छ कि कसैले लाइक वी ब्रिङ द्याट होइन लाइक बेसिकली इट्स कस्टम किक्स त्यो हो अनि लाइक टुडे लाइक हाकु ब्रट दिस सुज होइन विच इज रियली गुड यो क्वालिटी दामी छ यो जुत्ताको तर लाइक इट्स यहाँ के भइरहेछ यु क्यान सी है यस्तो भइरहेछ अनि यो चाहिँ बिफोर नै भयो होइन दिस इज बिफोर अब यो बनिसकेपछि कस्तो हुन्छ भने वी गर्न सो यो है त्यो तर अहिले चाहिँ अब यसो तिम्रो अरू कामहरू होला नि कुनै गरेको जुत्ताहरू छ त्यो गरेकोहरू छ नि देऊ न यो रिसेन्टली अस्ति भर्खर आइपुट इट अन लाइक हुन्छ नि गिभ अवे
यो चाहिँ गिभ अवेमा गिभ अवे हुन्छ है केटा यहाँ साइडमा राखिदिन्छु म गएर सबजनाले कमेन्ट हान है यो चाहिँ ऊ पनि गरेको थिएँ नि त मैले लाइक रिल्स पनि बनाएको थिएँ आई पोस्टेड अन इन्स्टाग्राम टिकटकमा पनि हालेको थिएँ मैले दिस इज लाइक कुन साइज हो इफ यु फिगर इट आउट अनि लाइक इफ इट म्याचेस लाइक द साइज यु वेयर त्यही नै भयो भने त झन् दामी भयो नि त अनि इफ यु थिङ्क अफ बाइङ अ न्यू सुज होइन लाइक ट्राई कमेन्ट लाइक के थाहा हुन पनि सक्छ मिल्न पनि सक्छ होइन एन्ड यु माइट गेट इट ब्रो ल त्यही हो होइन आरपिजेको चाहिँ यहाँ के हुँदैछ मेरो त जहिले एउटै कुरा हुन्छ बिट होइन बिट बिट चाहिन्छ भन्ने चाहिँ मलाई भन्दा हुन्छ मास्टरिङ सबै कुरा आरपिजे जस कन्फिडेन्ट बढिरहेछ नत्र अलिक यसरी बोल्नै सक्दैन थियो आरपिजे बोल्नु पर्यो नि त अर्को नेक्स्ट कुन रहेछ दिस इज प्रिटी डर्टी होइन किनकि यो चाहिँ मैले लगाएर नै हुन्छु यो चाहिँ दिस इज वान अफ माई फर्स्ट पेयर अफ कस्टम द्याट आई डिड फर माइ सेल्फ यो चाहिँ यो हेर न ल तिमीले भर सोध्यो नि होइन लाइक जान्छ कि जान्दैन यो लगाएर पानीमा हिलोमा हेर त स्टिल इट इज हियर नि त तिमी मेट त्यही त यही छ क्या यही छ धुलो जान्छ तर यो जान्दैन क्या यो चाहिँ खासमा यस्तो छ है एक झल्को देखाइदिइहाल्छ ट्याक लगाएर सही छ है ल सिग्नेचर्स राम्रै हुन्छ त्यही हो अब हामी यो जुत्तालाई के गर्छौँ होइन पहिला सुरु यसो सोध्छौँ पहिला चाहिँ ड्रायरहरूले यताउति सुकाउँछौँ होइन हल्का अलिकति सुकाएको छैन है सुकाउनु चाहिँ के ड्रायरहरूले अनि त्यसपछि कति प्रोसेस हुन्छ यसको सुकाउने सुकाउनु त सुरुमा त अब यो अलमोस्ट सुकिसकेको छ ड्रायरले लाइक हामी सकेसम्म लाइक टाइम कन्ज्युम नगरोस् भनेर सुक्नलाई चाँडो चाँडो ड्रायरले सुकाउँछौँ अनि त्यसपछि वी गन रिबिल्ड दिस ओरिजिनल फर्ममा पहिला जस्तो थियो त्यस्तै बनाउँछौँ अनि त्यसपछि वी गन फिगर आउट लाइक वाट्स गन बी इन लाइक दिस सुज भन्ने ल अब चाहिँ यहाँ ड्रायर हुँदैछ है सुकाउनु पर्यो नि त सुकाउनु पऱ्यो सुकेपछि फेरि मिठो कलर आउँछ तर अझै अलिक मजाले सुकाउनु पर्छ जस्तो लाग्यो क्या है हामी यो है पानी त यो साबुनको के हो यो अलिक मजा काम गर्न मिल्ने गरी सिकाउनु पर्यो म त्यहाँ मेन चाहिँ यस्तोतिर चाहिँ यो नहोस् भनेर क्या जस लाएर हिँड्न मिलोस् होइन त्यो टाइपको बन्छ नि सुज आज हाम्रोमा हिलो लाग्छ पानी पर्छ तर त्यो पेन्ट चाहिँ जाँदैन नेपालको बाटो त्यस्तै हो आरपिजे होइन ल त्यही अब यो ड्रायर भइसकेपछि हामी भेट्छौँ है त नेक्स्ट प्रोसेसमा होइन त ल हाम्रो यहाँ ग्राउन्डले चाहिँ यहाँले टक्क लाएर है सुक्दैछ होइन अब के गर्ने चाहिँ तिमीले कस्तो आइडिया निकाल्यो अरे कस्तो के गर्ने सोच्यो अरे सबभन्दा सुरुमा चाहिँ लाइक यो अब यो ग्रिन छ नि त भइरहेको चिजलाई किन बिगार्नु होइन यो नभएको जहाँ चाहिँ उडेछ नि कलरहरू त्यहाँ प्लस लाइक अब यो अलि लाइक लुकिङ प्रिटी ओल्ड नि त यो वाइट पार्टहरू चाहिँ हामीले फेरि रिकन्स्ट्रक्ट गरेर गाँदा वाइट छ फेरि वाइट गरिदिन्छु म यो नाइकमा पनि लाइक आई थिङ्क सेतो दामी सुहाउँछ होइन यो भयो सबैमा पुरै लाइक सेतो बनाइसकेपछि इट्स गन लुक न्यू फर्स्ट थिङ नत्र त्यति गर्दा नि हुन्छ होइन नत्र केही आर्टहरू गर्नु मन लाग्यो नि त्यसपछि चाहिँ लाइक लेट्स थिङ्क त्यसपछि के गर्नु मिल्छ त्यही हो अहिलेलाई चाहिँ हामी सुकाउँदैछौँ ल नि के गर्दै हो सामानहरू त्यही हो सामानहरू निकाल्दै आयो किनकि अब हान्नु पऱ्यो नि त कस्टम सुरु थाल्नु पऱ्यो के गर्ने रे हामीले सुरुमा चाहिँ त्यो अहिलेलाई सबभन्दा सुरुमा चाहिँ के अरे यो वाइट पार्ट कभर गर्ने हो नि त वाइट रिकन्स्ट्रक्ट गर्ने हो र त्योभन्दा अगाडि चाहिँ लाइक डिग्लेजर युज गर्नुपर्छ अनि मान्छेहरूले सोधिरहेको हुन्छ कि लाइक के अरे पेन्ट गर्यो जान्छ कि जान्दैन होइन लाइक वेरिएबल हुन्छ कि हुँदैन यस्तो यस्तो सोधिरहेको हुन्छ त्यसको लागि चाहिँ लाइक आर्टिस्ट गरी युज यो कम्पनीको ऊ है लाइक एन्जेलसको पेन्टहरू युज गर्यो भने चाहिँ लाइक सबभन्दा बेस्ट टु लाइक कस्टम एनी स्निकर्स दामी हुन्छ अनि यसमा चाहिँ हामी वाइट युज गर्छौँ फ्ल्याट वाइट विच इज गन मेक इट लुक न्यू होइन यो भयो अनि हामीलाई डिग्लेजर पनि चाहिन्छ अनि द मोस्ट इम्पोर्टेन्ट आई निड सम ग्लोभ्स ग्लोभ्स होइन योहरू चाहिँ के हो यिनीहरू ए यो पनि कलर नै हो यार यो पनि स्निकर लाइक स्निकर आर्ट गर्ने कलर नै हो योहरू चाहिँ के हो चक टाइपको हो क्या हो यो चाहिँ अब उहरू भयो लाइक दिस इज समथिङ लाइक मार्कर भयो एक्रिलिक मार्कर भयो यसले चाहिँ धेरै हेल्प गर्छ यार लाइक धेरै कुराहरूमा हेल्प गर्छ कलरवाला बनाउनु पऱ्यो नि कलरवाला बनाउनु पऱ्यो भने प्लस लाइक अरू आर्टहरू गर्दाखेरि पनि अनि त्यसपछि के भन्छ अरे लाइक अब हुन्छ नि लाइक जुन चाहिँ मैले पेन्टहरूले गर्नु मिल्दैन त्यो चाहिँ यसले गर्नु मिल्छ तर दिस इज नट फर ऊ है फेरि यो चाहिँ स्निकरको लागि होइन यु क्यान गेट सिमिलर काइन्ड अफ प्रडक्ट विच यु क्यान युज फर स्निकर कस्टम जुन चाहिँ तिमीले युज गर्यो भने चाहिँ लाइक इट्स गन स्टे अन यो स्निकर्स बट दिस इज नट गन स्टे अन इट्स जस्ट एक्रिलिक मार्कर है
त्यस्तो केही पनि होइन खासै यो। के यो प्रोडक्टहरू तिमीले कहाँ नेपालबाटै यो नेपालबाटै हो यो जुन एन्जलसको छ नि यो चाहिँ लाइक आई ह्याड टु ब्रिङ इट फ्रम लाइक इन्डिया नेपालमा प्लिज कोही डिस्ट्रिब्युट गर सो आई डोन्ट ह्याभ टु गो आउटसाइड ब्रिङ दिस स्टफ्स ब्रो यो चाहिँ अनि लाइक सेम सेड हो त्यही हो त्यो अघि भनेको जस्तै हो कलरहरू नै त्यही नै हो यिनीहरू चाहिँ लेदर कलर हो स्पेसिफिकल्ली यिनीहरूले चाहिँ लाइक वी क्यान डु मैले जस्तो त्यो टी सर्टमा गरेको थिएँ त्यो देखाइदियो न साइज है त्यो नि दामी छ है त्यो नि गर्थ्यो त्यस पुरा हुँदैछ होइन गर्दैछु यार त्यो चाहिँ अलिक कम्प्लिट हुन टाइम लाग्छ होइन यो चाहिँ ल यो कुन क्यारेक्टर हो कुन एनिमे हो होइन गाइज कमेन्ट डाउन म त खासै हेर्दिनँ होइन गोकुको जस्तो जस्तो देखिरहेको होइन मलाई यो हेर ल देखाइदियो होइन लाइक कमेन्ट डाउन विच एनिमे यो हो सही छ ल यस्तै छ यार यो अब हुँदैछ जस लुगामा नि हुन्छ होइन मजाले ल्यायो भने होइन हेर न लाइक इट्स लाइक ए ल सही छ नि यता छाम्दा र यता छाम्दै फरक छ अनि जस लाइक लुगाहरू पनि गर्न मिल्यो लुगा क्यापहरू हो नि क्यापहरूमा नि गरेको थिएँ गरेको थियो एउटा त्यो लाइक उसले लग्यो यार फेरि मैले एउटा साथीको गर्दै थिएँ ए ल ठिक छ अब के गर्ने चाहिँ पहिला सुरु हामी ग्लोभ्स लगाएर अब हामी सबभन्दा सुरुमा ग्लोभ्स लगाउने होइन अनि त्यसपछि सफा हान्नु पऱ्यो हल्का प्लस लाइक यो जहिले पनि कस्टम गर्नुभन्दा अगाडि चाहिँ सुजहरू कस्टम गर्नुभन्दा अगाडि चाहिँ फ्याक्ट्री फिनिस हुन्छ क्या जसले चाहिँ तिम्रो पेन्टहरू हुन्छ नि अलिकति त्यो तिमीले रिमुभ नगरिकनै पेन्टहरू लगायो भने पेन्टहरू त्यतिको ड्युरेबल हुँदैन क्या त्यही भएर फ्याक्ट्री फिनिस हटाउनको लागि चाहिँ हामीले डिग्लेजर युज गर्छ होइन अनि त्यसले चाहिँ फेरि इट्स नट गर्न इफेक्ट द पेन्ट अन यो सुजको फेब्रिकहरू त्यस्तोहरू केही पनि इफेक्ट गर्दैन तर इट्स गर्न मेक यो सुज लाइक पेन्ट एबल हुन्छ नि अब त्यो हुन्छ कि खासमा चाहिँ प्लस तल यतातिर पनि सफा गर्नु पऱ्यो किनकि लाइक ग्रिनहरू लागिरहेको नि त जान्छ यो पनि जान्छ मजाले जस्ट लाइक न्यू हुन्छ इभन लाइक नर्मल्ली पनि कसैको अब दामी वाइट सुजहरू छ एकदमै एक्सपेन्सिभ होइन यस्तो छ अनि लाइक हि वान्ट्स समथिङ टु हुन्छ लाइक सफा गरिरहनलाई गाह्रो हुने हो भने चाहिँ डिग्लेजर लिए नि हुन्छ लाइक नर्मल सु युजरहरूले पनि क्या किनकि अब सफा गर्न एकदम सजिलो प्लस लाइक रिस्टोर गर्न मिल्यो तर लाइक यो चाहिँ सकेसम्म चाहिँ प्रोफेसनल युज गरेकै राम्रो नभए अहिले सु वाइप्स सु क्लिनरहरू के आइरहेको नि त द्याट्स बेटर जुत्ता सफा गर्नलाई चाहिँ पेन्ट गर्नलाई चाहिँ यो चाहिँ चाहिन्छ सुरुमा चाहिँ म गर्छु होइन अब यसो होइन सुरुमा सफा गर्नु पर्यो सोल यहाँ दामी हुँदो रहेछ हेर त कस्तो देखिरहेको नाइस यो उवालै होइन त त्यो सोपवाला क्या त्यो गाज आउनेवाला होइन त ए फर्मवाला अब यसले जति सक्दो सफा गर्छु सुरुमा त्यो अरूहरू त आउँदैन नि त कुनै कुनैहरू त होइन अनि फेरि अहिलेसम्म लाइक मैले चाहिँ के भन्छ अरे कस्टम गरे अनुसार लाइक आई हेभ नेभर लाइक ग्याट एनी अर्डर्स मैले चाहिँ त्यस्तो अर्डर पाएन कि कसैले मलाई एउटा दुइटा छ होइन तर लाइक आई वान्ट म्याक्सिमम अर्डर्स फ्रम पिपुल जसमा चाहिँ मान्छेले भनोस् क्या ओन डिजाइन यस्तो टाइपको गर्नु यस्तो गर्न पायो हुन्थ्यो लाइक होइन क्यान यु डु दिस अर नट यस्तो त्यो भयो हुन्छ क्या लाइक च्यालेन्जिङ भयो भने अलिकति मजा आउँछ नि त होइन त्यही एभ्री टाइम लाइक पिपुल लुक फर सम वान एल्सेस डिजाइन त्यो चाहिँ राम्रो होइन यदि तपाईँहरूलाई अब नारुटोै मनपर्छ भनेदेखि होइन पोकेमन मनपर्छ भने लाइक यु क्यान सजेस्ट यु क्यान गिभ लाइक पोकेमनको क्यारेक्टर्सहरू अनि त्यसपछि त्यसमा लाइक आइडिया बिल्डअप गरेर गर्न मिल्यो मजाले म्युजिक जर्नी के हुँदैछ तिम्रो म्युजिकहरू कतिको गर्दैछौ म्युजिकहरू पनि हुँदैछ यार म्युजिक चाहिँ कस्तो भयो भन्दाखेरि ब्रेक लिएको जस्तो भयो प्लस अहिले म ब्याटल ऱ्यापहरू खासै गरिराखेन नि त ब्याटल ऱ्यापहरू गर्न मन छ यार तर लाइक खै फ्युचरमा हैन के हुन्छ अब यस्तै छ नेपालको प्लेटफर्महरु त्यस्तै म दामी सिधै भनिदिन्छु हैन आई निड सम डोप प्लेटफर्म ब्रो अहिले त्यस्तै भइराख्यो नि त अब किनकि हैन त्यो कुराहरु नगरौँ ठिकै छ हामी अहिले यसकै कुराहरु गरौँ ठीक छ ल त्यो हैन गीतहरु पनि आउँदैछ गीतहरु आउँदैछ आरपीजे ले पनि दामी प्रोड्युस पनि हानिरहेछ हैन अनि गीतहरु पनि आउँदैछ गीतहरु आएपछि obviously like Haku's gonna be there every time when we shoot videos हैन त्यहाँ भइहाल्छ नि भइहाल्छ हामी बिस्तारै स्केट नि यसो गर्नुपर्छ है स्केट नि उसले त के चाहिँ गर्दैन
जस रियल हिपहप हो क्या उनीहरू रिप्रेजेन्ट गर्ने क्या स्केट गर्न नि जानुपर्छ हामी सबैले स्केट गर्ने नगर्ने सबैले स्केट सिन पनि प्रमोट हान्नु पर्यो हेल्प गर्नु पर्यो लाइक दे डु यो कल्चर भनौँ न यो नि एउटा कल्चरै हो नि त स्केट गर्ने होइन बिस्तारै अब होइन नेक्स्ट लेभलमा लानु पर्यो क्या नेसनल मात्र गरेर भएन होइन इन्टरनेसनल पनि बिस्तारै ओलम्पिकमा जाँदैछ बिस्तारै तर ठिक छ अनि अहिले खासमा त्यसमाथि के भन्छ अरे यो नियर बाई कालो पुल होइन ऊ यमबुद्ध स्केट पार्क खुलेको छ होइन अब लुक एट द नेम ब्रो यमबुद्ध स्केट पार्क एभ्रीबडी गाट बी देयर अब इभेन्ट होस् होइन लाइक जेसुकै होस् लाइक जस नामै उस नि त जस अब भनौँ न ऱ्याप सुन्ने नसुन्नेहरूले पनि अब नामहरू सुनिरहेको हुन्छ नि त अब यमबुद्ध टाइपको ऊ स्केट पार्क पनि रहेछ यसको टाइपको हुन्छ नि त होइन अनि इफ यु वान लर्न स्केट होइन स्केट सिक्नै मन छ भने पनि यहाँ टोखामा स्केटर्स नेपाल्सहरू छ होइन त्यहाँनिर गएर यु क्यान लर्न फ्रम द लाइक स्क्रच एकदमै बिगिनिङबाट हो अनि लाइक वाइ किन डराउने होइन लाइक मैले चाहिँ लाइक आइभ सिन लाइक मान्छेहरू चाहिँ लाइक कस्तो हुन्छ लाइक स्केट गर्नु मन छ तर धेरै लाइक उनीहरूलाई चाहिँ अगाडि आउनु मन छैन क्या त्यस्तो मान्नै पर्दैन जाने स्केट गर्ने लड्ने उठ्ने हान्ने फेरि सिक्ने हो क्या अहिले चाहिँ हाम्रो यस्तो कलर टेस्ट हुँदैछ होइन कस्तो देखिन्छ भनेर होइन मैले वाइट मिक्स गरेँ नि त मिडियममा अब तिम्रो यो फ्लुइड पनि हालेको छु किनकि यो छेक्किनु पऱ्यो नि त प्रिसाइज भएन फेरि जहाँ पाइ त्यही लाग्छ तर प्रोफेसनल है क्या यस्तोतिर केही नटासिकन ड्याङ ड्याङ त्यो भएन भने फेरि लाग्यो नि त तर जेस उसले चाहिँ जेस अरूहरूले त यस्तोमा के स्टिकरहरू टालेर गर्छ नि त होइन हात बसिसक्यो तर उसको चाहिँ जेस हात बसिसक्यो भनौँ न होइन ट्याटु नि गर्छ तिमीले ट्याटु यहाँ सिकिरहेको छु यार अहिले हुँदैछ कसैलाई ट्याटु हान्न मन छ भने चाहिँ इङ्कहलिक स्टुडियो है पाटन टङ्गालमा छ प्रोफेसनल ट्याटु रिग्रेट गर्न मन छैन भने ट्याटु दामी हुन मन छ भने होइन लाइक यु गाट बी देयर होइन त्यसको नि हामी केही ट्याटु आउँदैछ होइन फ्युचरमा त्यस्तो छ होइन उसको जस सही छ वर्क स्पेस भनौँ न वर्क स्पेस यस्तै छ यार ठिक छ त्यही त हो नि आफ्नै घरबाट त सुरु गर्ने बिस्तारै भइहाल्छ नि होइन एकछिन ल देखाउ त फर्स्ट कोड कस्तो भएको छ ल यस्तो भएको छ है केटा त्यहाँनिर होइन टाढैबाट देखाएको छ हो त्यहाँ यत्तिकैबाट देखाउनु ल यो ओइमा हुँदैछ होइन हुँदैछ फर्स्ट कोड भयो यहीँबाट होइन अघि भन्दा अलिक टल्किरहेको जस्तो लाग्यो मलाई हो अहिलेको भन्दा अब अहिले फाइनलमा हेर्छौँ अब हामी छोटो ब्रेक लिन्छौँ होइन त्यसपछि फेरि गर्छौँ ब्रेक लिनु पर्यो होइन यो खतरा हुन्छ ल हेर्दै जाउँ वेट फर द रिजल्ट ल है लगभग हाम्रो काम होइन फाइनल भन्नु लाग्छ होइन अब के हुनु लाग्यो सानो ब्रसले यो सानो डिटेल्सहरू चाहिँ ठुलो ब्रस युज गऱ्यो भने फेरि अलिक बिग्रेला कि भन्ने डर हुन्छ नि त त्यही भएर हो ल अघि भन्दा कस्तो देखेछ ल अघि भन्दा ल त्यति हेर्दाखेरि होइन सुज रिस्टोर हुँदैछ जे होस् कमिङ ब्याक टु लाइफ होइन अझै अहिले फाइनल आउटपुट लास्ट हुने बाँकी छ होइन त्यो भएपछि देखाउँछौँ हामी हुन्छ है त्यही हो भइरहेछ आरबिजे हेर न ल केटा हो हाम्रो चाहिँ ब्राउनी कस्तो भयो सुज रिस्टोर भइसक्यो यार बवाल है अब हामी फाइनल स्टेजमा होइन त फाइनलै हो लगभग अब लास्ट स्टेप बाँकी छ लास्ट स्टेप भनेको चाहिँ यो एक्रेलिक फिनिसर हो यो चाहिँ मेरो स्याटिन यो ग्लस भनौँ न यसले चाहिँ के गर्छ यसले चाहिँ कोट गर्छ तिम्रो पेन्टहरू प्रोटेक्ट गर्छ क्या कोट गर्छ क्या यो चाहिँ कस्तो भन्दाखेरि लाइक पेन्ट प्रोटेक्टर भनौँ न अब सिम्पली भन्दाखेरि त्यो हो अब अघिको र अहिलेको हेरेर जुत्ता चाहिँ कस्तो भयो गाइस क्यान ह्याभ लुक आई थिङ्क कस्तो देखिरहेको नयाँ देखिरहेको जुत्ता त अहिले त नयाँ भयो नि कहाँ यो त फेल्ने भनेको जुत्ता यार कामै नलाग्ने जुत्ता बल भयो नि यार यो अर्को पेयर यस्तो भएको छ सही भएको छ सही यसमा चाहिँ के गर्यो भनेर डिस्क्राइब हान्छु है त अब म भन न सबभन्दा सुरुमा चाहिँ एउटै जुत्ता लिएर गरौँ न सबभन्दा सुरुमा चाहिँ लाइक मैले सफा गरेँ होइन जति सक्छु सफा गरेँ त्यसपछि सुकायो अनि त्यसपछि फेरि एकचोटि डिग्लेजरले जहाँ जहाँ मैले पेन्ट गर्छु त्यो ठाउँहरूमा चाहिँ लाइक मजाले त्यहाँ पनि डिग्लेज गरेँ होइन अनि त्यो गरिसकेपछि चाहिँ मैले पेन्ट गरेँ अनि पेन्ट गर्दाखेरि चाहिँ मेन हामीले गरेको भनेको चाहिँ यो वाइट पार्टमा हो अनि त्यसपछि प्लस लाइक ग्रिन पनि अलिकति लाइक हुन्छ नि जहाँ जहाँ फेड भए त्यहाँहरू चाहिँ लाइक के भन्छ त्यसलाई अब
रिस्टोर गऱ्यो क्या ग्रिन पनि रिस्टोर गऱ्यो व्हाइट पनि रिस्टोर गऱ्यो प्लस यो पार्ट त ऊ नै भइसकेको थियो नि त त्यही भएर यहाँ चाहिँ हामीले सबभन्दा धेरै लेयर गर्नु पर्यो पेन्ट होइन अनि एट द एन्ड लाइक 2-3 लेयर्स प्लस लाइक त्यो ग्रिन प्लस यताउति भइसक्यो लाइक दिस इज द फाइनल प्रोडक्ट गाइज इफ यु वान्ट टु रिस्टोर योर सुज कन्ट्याक्ट किक्स प्लग लिङ्क अझै तल डिस्क्रिप्सनमा हुन्छ होइन योभन्दा अझै दामी गर्नुपर्छ त्यही अब लास्टमा देखाउँछु अनि छुट्टिन्छु हामी होइन यो चाहिँ ऊ मात्र भयो यो रिस्टोर मात्र अझै यसमा आर्टहरू त अब गरेन हामीले होइन अब नेक्स्ट सुजहरूमा इनकेस त्यस्तै अब मिल्यो भने एउटा हो है यता पनि त्यहाँ ब्याकग्राउन्ड अलिकति छ होइन ल के भन्नु छ अब तिमीलाई कस्तो भयो है मलाई जे होस् मजा आयो यो चाहिँ अनपेड वर्क हो अब पेड बिस्तारै भइहाल्छ होइन कस्तो भयो भन्दाखेरि यो फेरि मेरो फर्स्ट सुज हो क्या मैले रिस्टोर गरेको अरू त लाइक मैले नयाँ नयाँहरूमा गरिरहेको थिएँ प्लस मेरो पर्सनल सुजहरू मैले गर्ने हुन्छु लाइक कसैको चाहिँ दिस वाज माई फर्स्ट सुज द्याट आई रिस्टोर दामी भयो मजा आयो रिजल्ट्स यु गाइज अलरेडी स इट अनि त्यसपछि किक्सहरू सुजहरू स्निकर्सहरू कस्टम गर्न मन लाग्यो भने चाहिँ कन्ट्याक्ट किक्स प्लग है त ल नाइस होइन हो कि होइन म चाहिँ यति भन्छु कसैले सब्सक्राइब अहिलेसम्म गरे छैन र भिडियो राख्नु भएको छ भने चाहिँ के गरेर राख्नु भएको सब्सक्राइब गर्नु पर्दैन दिन्छ फेरि press that button bro